म्युचुअल फन्ड डिबेन्चर आइपिओ निष्कासन गरिरहेको बेलामा अब भोलि चैत्र 25 गतेदेखि एनआइसी एसिया ब्याङ्कले करिब 5 अर्ब रुपियाँ बराबरको ऋण पत्र अर्थात् डिबेन्चर आइपिओ निष्कासन गर्ने भएको छ। यसर्थ यो भिडियोमा रहेर हामीले एनआइसी एसिया ब्याङ्कले निष्कासन गर्ने यो डिबेन्चर आइपिओ कस्तो खालको आइपिओ, हामीले यसमा कसरी नाफा कमाउन सकिन्छ, यो कम्पनीको आइपिओ हामीले भर्ने कि नभर्ने, भर्यो भने कति रुपियाँ लगानी गर्नुपर्छ, यी सम्पूर्ण कुराको बारेमा जानकारी दिनेछौँ। साथै हामीले डिबेन्चर आइपिओमा कति कितासम्म सेयर हाट पार्ने सम्भावना रहला त, यी सम्पूर्ण कुराको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। साथै यस्तै खालका आइपिओ एफपिओ र सेयर मार्केट सम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। अब ढिला नगरी लागौँ बेसी वर्षतर्फ नै। एनआइसी एसिया ब्याङ्क लिमिटेडले भोलि चैत्र 25 गतेदेखि करिब 5 अर्ब रुपियाँ बराबरको ऋण पत्र निष्कासन गर्ने भएको छ, अर्थात् डिबेन्चर आइपिओ निष्कासन गर्दैछ भने बैंकले 1000 रुपियाँ अंकित मूल्यका दरले कुल 50 लाख किता डिबेन्चर आइपिओ निष्कासन गर्दैछ। यसरी यो कम्पनीले 1000 रुपियाँ अंकित मूल्यका दरले निष्कासन गर्ने हुँदा हामीले कम्पनीमा 25 किता भर्नुपर्ने हुन्छ र 25 किता भर्दा हामीले करिब 25,000 रुपियाँ कम्तीमा लगानी गर्नुपर्ने हुनेछ भने बढीमा हामीले 25 लाख कितासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था भने गरिएको छ। यसरी यो कम्पनीले निष्कासन गर्ने डिबेन्चर आइपिओ कम्तीमा 25 किताको दरले बाँडफाट गर्नुपर्ने हुँदा यो 50 लाख कितालाई 25 किताको दरले बाँडफाट गर्दा 2 लाख जना भाग्यमानी लगानीकर्ताहरूले सेयर हाट पार्न सफल हुनेछन्। यसरी यो कम्पनीले राम्रै संख्यामा डिबेन्चर आइपिओ निष्कासन गर्न लागेको छ। यदि तपाईहरुलाई डिबेन्चर आइपिओ के हो भन्ने बारेमा थाहा छैन भने तपाईहरुले यो बुझ्नुपर्ने हुन्छ। डिबेन्चर आइपिओ भनेको एउटा ऋण पत्र हो, यानि कि कुनै पनि पब्लिक लिमिटेड कम्पनी